राज सर नमस्ते। के छ सर हजुरको धारणा अलिकति थोरै यो आन्दोलनलाई कसरी हेर्नु भएको छ? रमाइलो मात्रै गरे जस्तो मात्रै सोचिरहेको छ सरकारले। सामाजिक सञ्जाल हेर्नेले पनि त्यही छ, किनभने यो नितान्त शान्तिपूर्ण भएर हो होइन। अलिकति शिक्षकहरूले यस्तो खालको शासनात्मक नगर्ने हो भने सरकार पनि अलिकति प्रहरी प्रशासनदेखि लिएर सबै दबावमा पर्यो। अनि आउनुभएको छ शिक्षकहरू आफ्नो आफ्नो कला प्रस्तुत गर्नुभएको छ। जादु देखाउनेले जादु देखाउनु भएको छ। विभिन्न आफ्नो मौलिक कला संस्कृतिहरू तर सर जसरी तपाईहरूले शान्तिपूर्ण आन्दोलन गर्दै हुनुहुन्छ, योभन्दा अगाडि पनि विगतमा पनि तपाईहरूले चाहिँ शिक्षा ऐनलाई चाहिँ जुन मागहरू छन् यिनलाई सम्बोधन गर्नुपर्छ भनेर आउनुभएकै हो। तर अहिले प्रधानमन्त्रीले तपाईँहरूको जुन अहोरात्र खटेर काम गर्नुहुन्छ विद्यालयमा, नम्बर चाहिँ 40% पनि पास गराउन सक्नु भएन। उहाँहरूको माग चाहिँ किन पुरा गर्नुपर्ने, सम्बोधन गर्नुपर्ने भन्नुभएको छ, यो विषयलाई कसरी हेर्नु भएको छ? होइन 40% विद्यार्थी कसरी पास भए? किन नतिजा राम्रो आउन सकेन? कुन कुन विद्यालयमा शिक्षकहरूले लापरवाही गर्नुभयो? यसलाई त ऐनले होला नि त होइन, दण्डित गर्ने। अनि यो ऐन बनाउने भन्ने कुरो नआइकन 40% भन्ने जुन कुरा 48% भन्नुभएको छ प्रधानमन्त्रीले, त्यो चाहिँ विषयान्तर गर्न खोज्नुभएको क्या। अब यसरी शान्तिपूर्ण आन्दोलन गर्दै हुनुहुन्छ, तपाईँहरूको माग सम्बोधन हुने एउटा उखानमै सम्झ्यौ कि थप्यौ त्यसरी बुझौँ। ठिक छ। अब यो माग सम्बोधन हुने विषय कहाँसम्म पुग्यो तपाईँहरूको? माग सम्बोधन हुने विषय अब माग सम्बोधन हुन्छ, माग सम्बोधन गर्नुपर्छ सरकारले। ऐन बनाउने त शिक्षकले हो त, सडकमा आएर सरकारले हो नि त। हामीले हाम्रो उहाँहरूले पहिला बनाएर दिनुपर्ने हो। ल हामीले यो ऐन बनायो होइन, सर अब यसरी शान्तिपूर्ण तरिकाले तपाईँहरू आन्दोलन गर्दै हुनुहुन्छ, मागलाई सम्बोधन गर्न भनिराख्नु भएको छ। शान्तिपूर्ण गर्दा गर्दै यदि तपाईँहरूको माग सम्बोधन गरेन, राज्यले व्यवस्था गर्यो भने अब यहाँभन्दा पछाडिको कदम पहल के हुन्छ तपाईँहरूको? जहिले पनि शान्तिपूर्ण हुन्छ, तर दबावमूलक दबाब दिने क्रममा होइन पछि त्यो रचनात्मक ढङ्गबाट फेरि हामीले त्यसलाई चाहिँ अन्य अर्को विधि अप्नाएर गर्ने 12को एक्जाममा चाहिँ सहयोग नगर्नेको भरि हेर्दाखेरि रमाइलो गरिरहेको छ, गज सेल्फी खिचेको छ, भिडियो बनाएको छ, टिकटक बनाएको छ होइन, त्यो खालको कुरा आइरहेको छ। तर चाहिँ उहाँहरूको मनभित्र त पीडा अर्कै छ नि त शिक्षकको। यति बेला हामी बानेश्वरमा छौँ। विगत केही दिन अगाडिदेखि शिक्षकको आन्दोलन चलिरहेको छ। अहिले तपाईँले देख्नुभएको दृश्य शिक्षक शिक्षिकाहरू चाहिँ गीत गाएर विभिन्न माध्यमबाट सरकारलाई चाहिँ आफ्नो माग सम्बोधन गर्न दबाब दिइराख्नु भएको छ। तपाईँले हेर्दै गरेको दृश्य यो बानेश्वरको यता व्यापार पनि चलिरहेको छ शिक्षक आन्दोलन सँगसँगै। यता चाहिँ हाम्रो होमराज सर हुनुहुन्छ, तपाईँले देखिराख्नु भएको शिक्षक चाहिँ
माननीय जुन नेतृत्व छ नेतृत्वले नपुग्नको लागि पनि हामी हार्दिक आग्रह गर्दछौँ। पार्टीको पनि चाहिँ यो विभिन्न प्रहर सत्ताबाट युवाहरूले लिएर आएको आन्दोलन शिक्षक कर्मचारीहरूले गरेको आन्दोलन चाहे त्यो कलमबाट होस् चाहे त्यो बन्दुकबाट होस् चाहे त्यो मुर्कीबाट होस् चाहे त्यो आएका छौँ। सदनमा गएका आदरणीय माननीयज्यूहरू तपाईँहरूलाई सदनमा पुर्याउने जुन प्रकारको अहिले तपाईँहरू सदनमा बसेर जुन राज्य सञ्चालन गरिराख्नु भएको छ तपाईँहरूलाई हाम्रो एक एक भोटको पनि महत्त्व भएको छ, फेरि हुनेछ र भइरहेको हुनेछ। त्यसमा पनि सचेतनतापूर्वक नेताहरूले त्यो ध्यान दिनुपर्ने जरुरी छ भन्ने हामी त्यो ठान्दछौँ। अघि पनि मैले भनिसकेँ, हामी विज्ञानका विद्यार्थी हुनुको नाताले हामीले हरेक चिजको हामीले हरेक घटनाको हामी प्रक्षेपण गर्न सक्छौँ। त्यस अर्थले पनि नेपाल सरकारले यो मास जो देखिएको छ, मैले हिजो अस्तिदेखि पनि हेरिराखेको छु, आज हजारौँ साथीहरू हजारौँ शिक्षक आदरणीय कर्मचारीज्यूहरू यहाँ हुनुहुन्छ। यो खबरदारीलाई चान्चिने नसोच्नु होला। हामी एउटा कलम चलाएर 17-28 थरका जुन प्रकारका शिक्षक कर्मचारीहरू हामी सडकमा छौँ, हामी एकै प्रकारका शिक्षक कर्मचारीहरू हुन चाहन्छौँ। त्यस अर्थले त्यस मानेमा पनि नेपाल सरकारले हुने गरेका नेपाल सरकारलाई नेपाल शिक्षक महासङ्घको टोलीले दिएका 3-4 विकल्प मध्ये कुनै पनि एउटा विकल्पमा गएर हामी सबैको माग मुद्दा पुरा गर्ने सवालमा हामीलाई मञ्चबाट यस कार्यक्रम स्थलबाट हामी बाहिर जानेछौँ, विदाई गर्नेछौँ, धन्यवाद दिनेछौँ। त्यसर्थको लागि सबैमा नेपाल सरकार र सरकार होला शिक्षा मन्त्रालय लगायत प्रधानमन्त्री समेतका सबै सरकारहरूलाई यो हाम्रो माग मुद्दालाई चाहिँ छोटो बाटोबाट तत्काल जारी गरेर विदा गर्नको लागि हामी हार्दिक आग्रह गर्दछौँ। अन्यथा यदि त्यस्तो भएन भने हामी यही सडकमा हामी मर्न तयार छौँ, तर हामीले शिक्षा ऐन नलिकन हामी घर नजाने प्रतिबद्धताका साथ विदा हुन्छु। हस्, अभिवादन, नमस्कार। धन्यवाद सर। यसपछि आफ्नो प्रस्तुति राखिदिन हुन शिक्षक परमानन्द गिरिजीलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद सर। भोलि 1 गते नयाँ वर्ष, यहाँहरूलाई आन्दोलनमा आउनुभएका सबैलाई 2082 सालको शुभकामना मेरो व्यक्तिगत तर्फबाट र दार्चुला जिल्लाको तर्फबाट सबैलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र म यहाँहरूका माझ एउटा गीत प्रस्तुत गर्न गइराखेको छु। कृपया ताली बजाएर नाचेर सहयोग गरिदिनु होला। छुट्टी तमरी होइजाली छञ्चर बार तमै आया भेटन सिंह दरबार तमै आया भेटन सिंह दरबार अरू दिन छुट्टी छैन मेरो सरकार तमलाई आया मोइलाई आउलो बेला शनिबार छुट्टी तमरी होइजाली छञ्चर बार तमै आया भेटन सिंह दरबार आइतबार स्कुल जानु शनिबार छुट्टी बिहिबार लाए सुवा पढुकी गुटी छुट्टी तमरी होइजाली